टक्क देख्न सकिन्छ हेर्दै कतिको गोल So hello and namaste everyone from East Nepal Ilam. New day, new vlog. टक्कै पानी सानी खाएर म जाँदैछु घाँस काट्नलाई। अनि आज चाहिँ के छ त भन्दाखेरि किन भ्लग गरेको जस्तो लागेको छ भने तपाईहरुलाई अबे जल्दी बोल कल सुबह पनवेल निकलना है। स्पेशल छ आज घरमा रबिनाले के बनाउँदैछ त्यहाँनेरि। के बोले भाइ अब के बोले अलिकति के बनाउँदैछ अहिले हामी हेर्छौँ। अब यहाँबाट छिटो घाँस काटेर गएर टक्क भिडियो बनाउँछौँ हामी है त। स्टे ट्युन है त। घाँस काट्दैछौँ हामी। यति घाँस काटिसके उहाँ माइजू हुनुहुन्छ कोरियन हुनुहुन्छ हामीसँग घाँस काट्न आज। कुन फोन किन्ने अरे तपाईँ? स्याउ भएको अरे स्याउ भएको फोन किन्ने अरे। अब पहिलो स्यालेरीबाट सानो मामाको पहिलो स्यालेरीबाट आइफोन किनिदिनु भन्दै हुन्छ। यहाँनिर भ्लग हेर्दै हुन्छ भने यसो सम्झिनु अरे मबाट भन्नु भन्दै हुन्छ। आफै भन्न सक्नु भएन अरे कुन फोन भनेर। अनि मैले अहिले बुझाउँदैछु यहाँ आइफोन हो त्यो भनेर। के हो यसो टिकटकहरू अलिक राम्रो क्वालिटीको अलिक बनाउनु पर्यो अरे भन्दै हुन्छ यहाँनिर। अब यहाँबाट घाँस काटेर गएर कामै त केही हुँदैन अरे। अनि यसो टिकटक बनाउँदै बस्नु भन्दै पनि मैले चाहिँ शाबाश। ल भारी पुगिसकेको छ। अब हामी टक्क भारी सारी बाँधेर घरतर्फ लाग्छौँ हामी। यहाँ भ्लग कसरी गर्ने भन्दै सिकाइ माग्दै हुन्छ मलाई। अनि मैले चाहिँ टक्क भनिदिएको कसरी भ्लग बनाउने भनेर आइडिया सिकाइदिँदैछु यहाँ माइजूलाई कसरी भ्लग बनाइन्छ भन्दै। तर होइन अलिअलि पारा चाहिँ ल्याउनु हुँदो रहेछ कसरी भ्लग गर्ने भनेर होइन त। अब आइफोन किनेपछि त गर्ने होला नि भ्लगिङ होइन। हेलो पाङ्ग्रे पनि आएको छ हामीसँग घाँस काट्नलाई। पाङ्ग्रे हल्का बिमारी छ यसको हल्का घाउमा के अरे सरी कानमा हल्का इन्फेक्सन भएको छ। त्यही पनि हो यत्रो तल यही खोलाको छेउमा आउँछ यस्तो जङ्गलमा हाम्रो पछि होइन। अब हामी टक्क अब लरा सरा खोज्छौँ घाँस बाँध्नलाई। टक्क घाँस लगभग पुगिसकेको छ हाम्रो। मेरो चाहिँ पुगिसकेको माइजूको चाहिँ पुगेको छैन भन्दै हुन्छ। अब लरा सराले घाँस बाँधेर घरतिर जानुपर्ने हुन्छ किनकि यहाँबाट झन्डै हामीलाई आधी घन्टा 45 मिनट लाग्छ घर पुग्नलाई। अब घर पुगेपछि फेरि स्पेसल छ आज फेरि चिले के बनाउँदैछ रबिनाले। अरे कहना क्या चाहते हो के गर्दैछ त्यो चाहिँ अलिकति त्यसलाई हामी उयो राख्छौँ हल्का राज के छ भनेर चाहिँ ठ्याक्कै अहिले घर पुगेपछि नै थाहा हुन्छ त्यो कुरा चाहिँ है त। 1 hour later ल गाइस भइसक्यो नथिच्नु नथिच्नु कि तर डरिँदै होला होइन। हामीले हामीलाई फेरि आफै भारी काटेर आफै भारी लाएर पनि अनि फेरि हामी अर्काको पनि भारी उफ्लाइदिइसकेर जान आँटेका छौँ है त। अब यहाँदेखि चाहिँ कट गर्नुपर्छ होला हो। अब यहाँदेखि उता कसेको चाहिँ नदेखाउँ होला। लगाइज होइन त्यस्तो होइन हामीलाई फेरि कस्नै नआउने भारी नै नआउने चाहिँ होइन हामीलाई देख्न सक्नुहुन्छ होइन। देख्न सकिन्छ आपने लापरवाही का नतिजा है होइन। आउने हेर्न सक्छु आउँदै नआउने चाहिँ होइन हेर्नु। अब यति भन्दै हामी अहिले फेरि पुनः भेट्नेछौँ। हस्त धन्यवाद। आफै भारी हालिसकेको छु मैले होइन त आफै भारी हालिसकेँ मैले। अब घर जान बाँकी छ। ल अब हामी चाहिँ डाइरेक्ट किनकि भारी बोकेर भिडियो गर्न गाह्रो हुन्छ त्यही भएर अब एकैचोटि हामी घर पुगेरै भिडियो गर्छौँ है त। ल गाइस म चाहिँ घरमा आएर यसो नुहाइधुवाइ पनि गरेर आइसकिसकेँ। तपाईँहरूलाई के स्पेसल चाहिँ छ होला जस्तो लागिरह होला आज भनेको। चुच्चीले घरमा चुच्ची हेलो रबिना आइसकिसकेको चाहिँ एके रबिना एके चुच्ची
यसले केही ठिक पारेकै रहेन रहेछ क्या हेर न म चाहिँ हस्याङ फस्याङ गर्दै आएँ होइन घाँसको बारी बोकेर के गरेँ हो गाइस चुच्चीले रेडी पार्दैछ यहाँ चिजबिजहरू आज हामी आलु निम्की खाना आँट्दैछौँ आलु निम्की घरमै बनाएर अब तपाईँलाई अहिले फेरि एकछिनमा देखाउँछौँ हामी है त किनकि स्टोरेज फुल भइसकेको छ फोनमा टक्क डो पनि बनाइसक्यौँ हामीले निम्कीको लागि यहाँनिर टक्क रविनाले यतापट्टि कराईमा चाहिँ आलु यतापट्टि खुले बसेकी चाहिँ यहाँ चाहिँ चुच्ची बेल्नेहरू रेडी पार्दैछ अब हामी एकैचोटि बेलेर हरेर अनि टक्क तारिसकेपछि फेरि हामी भेट्नेछौँ अनि एकैचोटि त्यसपछि त खाएको भिडियो आउनेछ है त ए ला प्लास्टिकमा पिठो हाल भनेको चुच्चीले बिर्सेछु क्या मैले त यार प्लास्टिकमा पिठो हाल्न बिर्सेछु ल अब भनेको आलु पाक्दैछ अब बेलेर टक्क रेडी पार्छौँ सामानहरू हामी गुन्द्रुकहरू सुकाएर आउनु भएको छ आन्टीले बिहान सुकाएर जानुभएको होला गुन्द्रुक सिन्की यहाँनिर चिल्ली छ आलु निम्की खाम भन्छु भनेर बोलाउँछु नि रिल्स हेरेर बस्यो के भयो होला यो रिल्स हेरेर बस्यो आफै बनिन्छ त्यो होइन बनाउनु पर्छ नि त यसलाई त सो अब चाहिँ हामी ढिला नगरिकन बनाउन रेडी भइसकेका छौँ अब भनेको बनिन्छ खाइन्छ है त ओके के बोले भाइ फर्स्ट ब्लग चाहिँ होइन हजुर मेरो फर्स्ट ब्लग कुनदेखि मतलब फर्स्ट ब्लगदेखि फेमस हुनुभएको कि चलेको मतलब होइन मतलब फर्स्ट ब्लगै मेरो चलेको भनौँ न किनकि अब म अलिकति हाई प्रोफाइल भएको मान्छेहरूसँग थिएँ एक्ट्रेसहरू हुनुहुन्थ्यो कोही एक्ट्रेस हुनुहुन्थ्यो कोही के हुनुहुन्थ्यो कोही डान्सर कोही टिकटकरहरू हुनुहुन्थ्यो अनि फर्स्ट ब्लगमै चले भनौँ न अब होइन तपाईँले यो सोध्नु भएन कि तपाईँहरूको भिडियोमा कति गयो लाइकहरू कमेन्ट अब पहिलो दिन त मैले आफै नै हेरेको हो अर्को अकाउन्ट बनाएर होइन अनि त्यसपछि चाहिँ अब बिस्तारै त्यही म जोस मान्छेहरूसँग गएको थिएँ व्यक्तित्वहरूसँग उहाँहरूलाई नै यसो सेयरहरू गरिदिनु न भनेर चाहिँ त्यही भएर भनौँ न अब उहाँहरू अब कोही त अहिले अब बिहारै पुगिसक्नुभयो बिहे गरेर होइन कोही उतामा के अरे उता पटाइयातिर हुन्छ अरे कोही बिहे गरेर कोही के त्यस्तै छ भनौँ न अब हामीले देखेको स्किल्स हो मेरो यहाँ हेर्नु त है कतिको गोलो बनाउँछु म आमा यतिको गोलोले त नि मार्दैन त नि के अरे त्यो गोलो आकार राखेर यहाँ ढाप्पा हान्यो भने नि यतिको गोलो हुँदैन होला क्या त्यतिको गोलो बनाइदिन्छु क्या म पहिले भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी ल गाइस सबै गर्ने कामहरू गरिसक्यो अब यहाँ काट्दै फुराउने हो चुच्चीले फुराइ पनि सकिसक्यो यति त निकाल्दै अब ल आधी काम त भइसकिसक्यो अब यो फुराउने त्यसपछि अब आलु सालु तास्ने गर्ने अनि अहिले अब एकैचोटि फाइनल प्रडक्टमा हामी भेट हुन्छौँ है त ल गाइस यति जति तारिसक्यौँ हामीले फेरि पनि तेल थपेर यहाँ बनाउँदैछु चुच्ची बनाएपछि लगभग यति जति काटिसक्यो अब भनेको यो फ्राई के अरे सरी खालि के हो यार मतलब यो क्यामेरा अन भइसकेपछि त लटपटिहाल्छ क्या जिब्रे वाह क्या एक्टिङ कर रहा है अब यति फुराइसकेपछि हामी होइन आलु यहाँ छ यो आलु सालु म चाहिँ तास्दै गर्छु र अविनाले यो खोले लगेर गाईलाई दिँदै गर्छ अनि हामी फेरि पूर्ण भेट हुन्छौँ है त ल गाइस एभ्रीवान टक्कै काटकुट गर्दैछन् यो तर भएन क्या भाइलाई मैले 3 चोटि कल गरिसकेको थिएँ होइन 3 चोटि कल किन गरेको भन्दाखेरि यहाँ काम सघाउँछ कि भनेर आएको अब काम सघाउन मात्रै आयो क्या यो अब काम सघाउन मात्रै आयो क्या यो
ठिक्ककै लाजै मर्छ यस्तो पनि हुन्छ नि 3-4 चोटि कल गरेर सुत्दैछ क्या साथी त कस्तो भाग्य कल गर्दै क्या ल अब हामी टक्क अहिले यो रेडी पारेर टक्क खाने बेलामा टक्क भेटिन्छौँ है त अब त हामी नबोलाउने सोच्न तिमी दाइसो छ बिर्सिसकेको थियौँ नि हामीले हेर्दै खाउँ लाग्थ्यो रविनाले बनाइसकेको छ 1-2 चम्ची अघि खाइ पनि सक्यो नुन लाग्छ नि भाइ यो सब ठिक छ निम क्याची नुन भएन है अरू यो सब ठिक छ निम क्याची नुन भएन है अरू तोबा 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 थारा मूड खराब कर दिया भाइ तँलाई मिठो छ बना कसले त होइन यहाँ टक्क देख्न सकिन्छ हेर्दै किटकिट भइरहेको ए फेरि यसको बिट्टी भइहाल्छ है फेरि कस्तो छ बुझ्नु भन्दा मेहनत फेरि कस्तो छ बेलाइहरू जस्तो टेस्टी छ यो अर्ग्यानिक एकदम घरमै बनाएको यसको रेसिपी चाहियो भने चाहिँ फेरि भन्नु हामी तपाईँहरूलाई वाट्सएपमा मेसेज गरिदिइहाल्छौँ के हालेर बनाएको भनेर रविना छ यहाँ हामीले एकचोटि सम्झिनु मात्रै पर्यो तपाईँहरूले हामी डिस्क्रिप्सनमा तपाईँलाई नम्बरहरू सबै एकदम व्यवस्था छ जस्ट चेकआउट गर्नुपर्ने हुन्छ तपाईँहरूले हामीलाई अब यति भन्दै हामी अब लगभग अन्तिम क्षणमा आइसकेका छौँ होइन मेजबानहरू न के होला है मान्छेहरूलाई छैन क्या लाज शरम छैन क्या गजब बेइज्जती है हाम्रो भिडियो सकिसकेको छ खाइसक्यो दुइटैले ल अब नेक्स्ट भिडियो नआउन्जेलसम्मको लागि चाहिँ बाई टेक केयर पिस आउट है त ल बाई बाई भन बाई बाई भन भाइ पिस आउट भन्दैन पिस आउट भन्न भाइ पिस आउट भन पिस आउट भन पिस आउट भन पिस आउट भन्दैन पिस आउट भाइ पिस आउट है फेरि ल